हाई गाइज, आज चाहिँ म स्वेटरको स्टार्टिङ गर्दैछु। यो पछाडि भएको अनि स्वेटरको स्टार्टिङमा सुरुमा बोर्डर लाउनुपर्छ। बोर्डर बुन्दाखेरि घर लाउने तरिका यो हो। हेर्नुहोस् गाइज, यसरी लाउनुहोस्। तपाईँहरू कसरी लाउनुहुन्छ त आफ्नो पारा हुन्छ। जम्मा 90 गरी लाउनुपर्छ। यहाँ चाहिँ दह्रो हुनुको लागि डबली क्रस गर्नुपर्छ धागो। डबल क्रस गऱ्यौँ भने अलिक धेरै नै दह्रो हुन्छ र राम्रो पनि देखिन्छ बोर्डर। यो तरिका गर्ने गाइज, क्रमशः छेउसम्म यस्तै गर्दै जाने। अब सक्यो। अब बोर्डरको लागि 2 घर उल्टो बुन्ने, धागो पछाडि लाने अनि 2 घर फेरि सुल्टो बुन्ने। 2 घर उल्टो, 2 घर उल्टो भयो अनि 2 घर सुल्टो। होइन, अर्कै तरिकाले पनि गर्न सकिन्छ। यो तरिकाले पनि गर्न सकिन्छ। आफ्नो इच्छा अनुसार गर्न सकिन्छ। यहाँ चाहिँ 2 घर उल्टो र 2 घर सुल्टो। यसो नतिजा हेर्नु कस्तो देखिँदो रहेछ। तपाईँहरूले कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला। अघि उल्टो बुनेको, अघि सुल्टो बुनेको काँटा अब उल्टो बुन्नुपर्छ। 2 घर उल्टो अनि अघि उल्टो बुनेको काँटा चाहिँ अब सुल्टो बुन्नुपर्छ। 2 घर सुल्टो, 2 घर उल्टो क्रमशः अगाडि पछाडिको घरले चाहिँ चिनेर बुन्नुपर्छ। अगाडिको अगाडि, पछाडिको पछाडि गरेर बुन्नुपर्छ। नभए फेरि बिग्रिन्छ, घर बिग्रिन्छ, राम्रो देखिँदैन। यस्तो देखिन्छ। कस्तो लाग्यो कमेन्टमा हजुरहरूको प्रतिक्रिया दिनुहोला। भोलि पनि लडबडिरहेछ। बोर्डर चाहिँ ट्याक्र्याक्कै 3 इन्चको बुन्नुपर्छ। हेर्नुहोस् गाइज, हेर्न सक्नुहुन्छ 3 इन्च पुरा तन्काएर फेरि। कस्तो लाग्यो हेर्नुहोस्। अर्कै तरिकाको अर्कै नै देखिन्छ। म चाहिँ जिउ पनि बुनिसकेँ। त्यही भएको कारणले देखाउँदैछु तपाईँहरू समक्ष। हेर्नुहोस्, यसो पुरा फिजाएर नाप्नुपर्छ अनि काखी काट्नुपर्छ। काखीको लागि 8 घर काट्नुपर्छ काखी। त्यस पछाडि लगभग 16 इन्च बुन्नुपर्छ। जेन्ट्सको लागि, लेडिजको लागि चाहिँ पर्दैन। तर साइज अनुसार, आवश्यकता अनुसार चाहिँ बुन्दा हुन्छ। तर नर्मल साइज चाहिँ 16 इन्च चाहिन्छ जेन्ट्सको लागि। 8 घर काखी काटेर अनि फेरि कुम्भाग बुन्नुपर्छ। कुम्भाग बुन्दाखेरि लगभग नर्मल साइज 8 इन्च चाहिन्छ। तर गला काट्नु पर्दैन, जस्ता तस्तै बुन्दै जानुपर्छ। गला काट्नु हेर्न सक्नुहुन्छ तपाईँहरू पनि। 8 इन्च अलि मलाई अप्ठ्यारो भएको कारणले चाहिँ अब हजुरहरूले अलि बुझिदिनु। हेर्नुहोस्, 8 इन्च मजाले फिजाएर है, नभए फेरि अहिले अब गडबड हुनसक्छ।